नमस्कार, यो प्रादेशिक ललितकला प्रदर्शनी बेलबारीमा हुन गइरहेको छ। आज फागुन 14 गते, आज फागुन 16 गते र यहाँ चाहिँ तयारी अवस्थामा छ र हाम्रो प्रमुख अतिथि आउने बित्तिकै हाम्रो यो प्रोग्राम सुरु हुँदैछ। यो तयारी चाहिँ यो नेपाल तमु बुद्धिस्ट अनि यो मा छ, गुम्बामा छ, बेलबारीको पुरानो बेलबारीको यहाँ यसरी तयारी हुँदैछ। र गेटहरू पनि एउटा बनेको छ, यहाँ थारू कलालाई प्रस्तुत गरिएको छ। यहाँ माथि सिलाम साथमा पनि राखिएको छ माथि। र हाम्रो प्रोग्राम हुने हल चाहिँ यता यहाँनिर हो। हामीलाई विशेष प्रमुख अतिथि आउन बाँकी भएको कारणले गर्दा कार्यक्रममा त्यति ढिलो हुँदाखेरि यहाँ प्रादेशिक ललितकला प्रदर्शनी हाम्रो स्टेज चाहिँ यहाँनिर छ र थुप्रैजना कलाकारहरू, कुलपतिज्यूहरू, नेपाल फाइन आर्ट एकाडेमीका कुलपतिज्यू, सबैजनाका वरिष्ठ व्यक्तित्वहरू उपस्थित भइसकेको छ। र हाम्रो प्रदर्शनी हल चाहिँ यतापट्टि छ। यो निलो टिनको छानामुनि हल छ, त्यो भित्र चाहिँ हाम्रो ललितकला प्रदर्शनीको उद्घाटन हुनेवाला छ। र यहाँ तयारी स्वरूप सम्पूर्ण कलाकारहरू उपस्थित भइसकेको छ। र हामी प्रमुख अतिथिको पर्खाइमा छौँ। यो पनि पार्टिसिपेट कलामै पर्दछ, यो चिन्दु। र यहाँ कतिजना कलाकारहरूले भाग लिनुभयो भन्ने कुरो यहाँनिर देखाइएको छ। यो सम्पूर्ण प्रदेश नम्बर 1 मा पार्टिसिपेट हुने कलाकारहरूको नामहरू यहाँनिर छ। वरिष्ठ व्यक्तित्व कलाकारजीहरू यहाँ नेपाल फाइन आर्ट एकाडेमीका ललितकला विभाग सञ्जय दादा थुप्रै कलाकारहरू यहाँ उपस्थित हुनु भइसकेको छ। र यो भित्र यहाँ दुईवटा हल छ, एउटा ठुलो र अर्को एउटा सानो हल। यहाँनिर चाहिँ प्रदर्शनी हुनेवाला छ र भित्र नअटेका कलाकृतिहरू बाहिर पनि झुन्डाइएको छ। यी सम्पूर्ण बाहिरपट्टि पनि कलाकृतिहरूलाई चाहिँ राखिएको छ। भव्य तयारीका साथ अब यहाँ प्रमुख अतिथिज्यूले उद्घाटन गर्न मात्रै बाँकी भएको हुनाले औपचारिक कार्यक्रमको लागि हामी पर्खिनु भइसकेको छौँ। फोटो सेसन पनि चलिरहेको छ। हाम्रो गणेश सर हाम्रो कार्यक्रमको प्रमुख अतिथि आइसक्नु भएको छ। हिक्मत कार्कीज्यू, उहाँ चाहिँ कोशी प्रदेशको प्रदेश प्रमुख हुनुहुन्छ, मन्त्री। खालि अब यो मदनले पक्रेको सबै आउन है
ए लाइट जोड आएन भिडियो पनि हान्दैछ हाम्रो प्रमुख प्रदेश प्रमुख अवलोकन गर्दै हुनेछ कलाकृतिहरू नवेन्द्र सर यहाँ मुख्यमन्त्रीसँग उहाँ चाहिँ हाम्रो नवेन्द्र लिम्बू उहाँ चाहिँ यहाँको के कलाकार कहाँ कलाकार साथी चाहिँ आज आउनुभएको कलाकार साथी खोइ यहाँ ठिकै छ राम्रो अनि यसपालि हामीले चाहिँ हाम्रो लोक कलालाई अलिक प्रोत्साहन दिएर आधुनिक कलाहरूलाई यतातिर राख्यो उता अगाडि चाहिँ अलिक लोक कला यहाँको रैथाने कलाहरूलाई अलिक अब आधुनिक कला चाहिँ धेरै छ 120वटा भन्दा बढी आएको छ कलाकारहरू प्रतियोगितामा हो यसमा चाहिँ हजुरको हामी के गर्छौँ भने अब यहाँबाट सेलेक्सन गरेर केही सिलेक्टेड मात्रै आर्ट लान्छौँ केन्द्रमा अनि केन्द्रमा राष्ट्रिय कला प्रदर्शन हुन्छ त्यो बेला फर्स्ट सेकेन्ड थर्ड र सानसानो पुरस्कार दिन्छ पहिलोलाई 50,000 यसरी 7वटा प्रदेशबाट आउँछ यो चाहिँ अब हस्तकला जुन यो चाहिँ वास्तवमा अलिकति टाढाबाट त्यसमा इल्युजन छ
कोशी प्रदेशमा भइराखेको ललितकला प्रादेशिक ललितकला प्रदर्शनीको आज दोस्रो दिन यहाँ कार्यशाला भएको छ। चित्रकला कार्यशालामा 35 जनाभन्दा बढी कलाकारहरूको सहभागिता थियो र यहाँ काठमाडौँबाट पनि 2 जना पाहुना कलाकारहरू उपस्थित हुनुहुन्थ्यो यो प्रदर्शनीको लागि, यो कार्यशालाको लागि। र यहाँ विभिन्न किसिमका कलाकृतिहरू सिर्जना भइसकेका छन्। जसमध्ये यो हिमालको पेन्टिङ देख्न सक्नुहुन्छ। धरानका चित्रकार महेन्द्र राईज्यूले सिर्जना गर्नुभएको यो चित्र हो। यो कार्यशालामा अरू अन्य थुप्रैजना कलाकारज्यूहरूले चित्रहरू कोर्नुभएको छ। यहाँ हिमाल, विभिन्न दृश्य चित्रहरू, पोर्ट्रेट चित्रहरू देख्न सक्नुहुन्छ। यो पोर्ट्रेट चाहिँ हाम्रो धनकुटा कलाकार डिली कृष्ण आलेज्यूले कोर्नुभएको ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सञ्जय बान्तज्यूको चित्र हो। र यसमा यस्ता एब्स्ट्र्याक्ट किसिमका चित्रहरू पनि तयार भएका छन्। र आज दिनभरि यो चित्रकला कार्यशालामा विभिन्न कलाकारहरूले चित्र कोर्ने क्रममा यहाँ आमन्त्रित कलाकार सिक्किमबाट पनि आउनुभएका 2 जना कलाकारहरूले पनि चित्र कोर्नुभएको छ। यो प्राङ्गणमा यो चाहिँ पुरानो बेलबारीको गुरुङ गुम्बामा अवस्थित यो गुरुङ गुम्बाको प्राङ्गणमा चाहिँ यो चित्रकला कार्यशाला भइराखेको छ। यहाँ हाम्रा साथीहरू, हाम्रा चित्रकार साथीहरू चित्र कोर्दै हुनुहुन्छ। यस्तै गरेर यतापट्टि पनि एउटा साधुको चित्र बनेको छ, उहाँले उतार्नु भएको हो। र यतापट्टि हाम्रो पत्रिकी दिदी सरोजा खड्गे दिदी हुनुहुन्छ। उहाँले चाहिँ राम्रो चित्रकला सिर्जना गर्नुभएको छ। उहाँले चाहिँ बढी सो महिलाहरूलाई फोकस गरेर चित्रहरू सिर्जना गर्नुहुन्छ। उहाँको यो सुन्दर चित्र हेर्दै गर्दाखेरि यहाँ पछाडिपट्टि हुनुहुन्छ सिक्किमबाट उपस्थित हुनुभएका सहभागी हुनुभएका चित्रकार सागर सुब्बाज्यू, सागर लिम्बू। उहाँ र एकजना अर्को पछाडिपट्टि पनि एकजना कलाकारज्यू आउनुभएको छ। उहाँहरूले पनि यो कार्यशालामा आफ्नो कञ्चनजङ्घाको चित्रहरू उतार्नु भएको छ क्यानभासमा। यो चित्रकला कार्यशालामा विद्यार्थी भाइ बहिनीहरूलाई पनि यहाँ सहभागी गराइएको छ। केही सिकाहरू कुनै खोटाङबाट आउनुभएको छ, ओखलढुङ्गाबाट पनि आउनुभएका केही कलाकार भाइ बहिनीहरू पनि हुनुहुन्छ यो कार्यशालामा। र यो चाहिँ आज